नमस्कार। कम्मरको दुखाइ वा कम्मरको नसा च्यापेको छ भने नम्बर 1 मर्कट आसन। पिठीको बलमा सुत्ने, हातलाई लक गरेर टाउको पछाडि सिरान लगाउने तर कुइना भुइँतिर छोएको हुनुपर्छ। घुँडा खुम्च्याउने, अब कपडा निचार्ने जस्तै कम्मरलाई निचार्ने। श्वास लिने, टाउको दाहिने, घुँडा देब्रे, घुँडामाथि घुँडा, गोलगाडीको पनि गोलगाड हो। कम्तीमा एक श्वासमा एक पटक, सकिन्छ भने 4-5 मिनट यतिकै छोडिदिने। श्वास नर्मल, फेरि श्वास लिँदै अर्कोतिर एक श्वासमा एक पटक, सकिन्छ भने 4-5 मिनटसम्म एकातिर राखी छोड्ने। यसरी श्वास नर्मल 2 पटक दायाँ 2 पटक बायाँ यसै गर्नाले कम्मरको समस्या समाधान भएर जान्छ। यसैमा अर्को छ कन्द्रासन वा सेतु बन्द्रासन। श्वास लिने, दुवै हातलाई पुगको तल समाउने, एक श्वासमा एक पटक श्वास छोड्ने। यसैमा अर्को गर्न सकिन्छ टेका लगाउने, सेतु बन्दनासन। कम्मरमा टेका लगाउने, राखी छोड्ने। यसरी हातको टेका लगाउने। अब हिप पाले फालो हान्ने, श्वास फाल्दै फाल्दै दुवैको खुट्टाले हान्ने। यति मात्र गर्नाले हाम्रो कम्मर सम्बन्धी समस्या समाधान भएर आउँछ। यसको लगायत यो श्वास लिँदै भुजङ्गासन, सलवासन। सलवासनका धेरै भेरिएसन पोजहरू छन्। श्वास लिएर राखी छोड्ने यस्ता धेरै उपायहरू छन् जसले कम्मरमा दबाव होस्। हस्त, धन्यवाद।